हेलो हेलो नमस्ते नमस्ते। हामी चाहिँ एटिएमबाट पैसा कसरी झिक्ने भन्ने विषयमा चाहिँ यो भिडियो क्रिएट गर्दैछौँ। सो तपाईँहरूले हेर्न सक्नुहुन्छ। पहिला हामीसँग एटिएम कार्ड हुन्छ। एटिएम कार्ड चाहिँ यसरी एटिएम कार्ड यसरी पहिला राख्ने र त्यसपछि प्लिज वेट भनेछ, वेट गर्ने, ल्याङ्ग्वेज सिलेक्ट गर्ने। हजुरलाई कुन ल्याङ्ग्वेज मनपर्छ त्यो ल्याङ्ग्वेज सिलेक्ट गरिसकेपछि हजुरले राख्नुभएको एउटा पिन हुन्छ, त्यो पिनलाई इन्टर गर्ने। 4 नम्बरको पिन हुन्छ, त्यो पिनलाई इन्टर गरिसकेपछि अब तपाईँले अब क्यास विथड्र गर्नुपर्ने हुन्छ, सिलेक्ट गर्नुपर्ने हुन्छ। तपाईँलाई ह्यान्ड क्यास, फास्ट क्यास चाहियो भने फास्ट क्यास, पिन चेन्ज, हरेक कुराहरू त्यसमा लेखेको छ। तपाईँले हेरेर सो त्यसमा क्लिक गर्न सक्नुहुन्छ। सो अब तपाईँले क्यास अब विथड्र गर्ने बेला भइसकेको छ। तपाईँलाई कति पैसा चाहिएको छ त्यसरी त्यहाँ देखाएको छ। त्यसरी तपाईँले एटिएमबाट सो यसरी पैसा झिक्न सक्नुहुन्छ। सो मेरो एटिएमबाट पैसा झिकेर एटिएम पनि बाहिर निस्किसक्यो। सो हेर्नुहोस्, पैसा पनि बाहिर आइसकेको छ। सो यसरी चाहिँ तपाईँहरूले एटिएमबाट पैसा झिक्न सक्नुहुन्छ। हस्, थ्याङ्क यू। लाइक कमेन्ट सो सेयर पनि गर्नुहोला।